आउला भन्छौँ कतिखेर आउँछ। अब आत्मबल बलियो गर्ला, ईश्वरले उसको रक्षा गरेर राखुन्, ईश्वरको कृपा रहिरहोस् जहाँ भए पनि भनेर त्यही सम्झाइरहेको छु उहाँलाई पनि। न त उनी आए न त ईश्वरले उनको रक्षा गरे। आज जे सुने त्यो सुन्न मन थिएन। डियर हमास, तिमीहरूको लडाई हामीसँग थिएन। जुन कदम चाल्यौ त्यो स्वीकार्य छैन। निर्दोषलाई मार्यो होइन, तिमीहरूको कहिल्यै राम्रो हुने छैन। ती आमा र बहिनीलाई कस्तो महसुस भइरहेको होला। आशा छ तिम्रो परिवारले पनि त्यो अनुभव गरून्। आमा, हजुरले साँच्चीकै एउटा गोर्खाली जन्माउनु भएछ जो मृत्युसँग डराएन, जसले आफ्नो ज्यानको बाजी राखेर अरूलाई बचाए। बिपिन जोशी साँच्चीकै मर्दो रहेछ आमा। अरूको बन्धक भएर बस्नुभन्दा बरु यो संसारमै बस्दिन भनेर जानुभयो। हमासलाई हामीले हेर्नु पर्दैन, अब बिपिन दाइले हेर्नुहुन्छ। मैले पत्याउन सकिरहेको छैन। कानले सुने, आँखाले देखे, तर यो मनले कहिले पनि मान्नेवाला छैन। आमाको र बहिनीको आशा निराशामा परिवर्तन गराइदियो। गरिब घरमा जन्मिनु मात्र पाप होइन रहेछ, पाप त गरिब देशमा जन्मिनु पनि रहेछ। हाम्रो सरकार कतिसम्म कमजोर रहेछ थाहा पाउनु भयो होला। सायद बिपिन जोशी अरू कतै जन्मिनु भएको भए आज उहाँसँग यो घटना घट्दैन थियो होला। विगत 2 वर्षदेखि केही अत्तो-पत्तो थिएन। आमाले न उनलाई देख्न पाए न त सुन्न नै पाए। हमासको कब्जामा रहेको बिपिन जोशीलाई कतिखेर मारे थाहै छैन। अवस्था अज्ञात थियो। रेड क्रस सोसाइटीले आइडिएफ अथवा इजरायल डिफेन्स फोर्सलाई बिपिन जोशी सहित अरू 4 जना शव जिम्मा दिएको थियो। डिएनए टेस्ट गरेर सब परिवारलाई दिने भनेको थियो र आज उक्त शव बिपिन जोशीकै हो भनेर पुष्टि भएको छ। 2 वर्षको आशा निराशामा परिणत भयो। हमासले बिपिन जोशीको मृत्यु इजरायलले गरेको आक्रमणबाट भएको भनेको थिए, तर इजरायलमा भएको डिएनए टेस्टमा उनलाई 2 वर्ष अघि नै मारेको देखाउँछ। कसको कुरा पत्याउने होला। परिवार पीडामा छन्। देश शोकमा रहेको बेला फेरि अर्को कालो दिन देख्न पर्यो। पुष्पको निधार दोस्रो पटक खाली रहने भएको छ। आफ्नै देशमा त न्याय पाउन गाह्रो छ, त्यो आतंककारीहरूबाट न्यायको आशा कसरी राख्ने होला। अक्टोबर 7 बिहानै 6 बजे हमासले बिपिन जोशी साथै उनीसँगै काम गर्ने साथीहरू भएको ठाउँमा हमला गर्छन्। बिपिन जोशी बस्ने ठाउँ गाजा र इजरायलको सिमाना किबुत्ज अल्मिम भन्ने ठाउँमा पर्छ, जसले गर्दा बिपिन जोशीलाई अपहरण गर्न हमासलाई सजिलो हुन्थ्यो। त्यतिखेर हमासका आतंककारीहरू त्यहाँ आइपुग्दा सबैजना बङ्करभित्र लुक्न गएछन्। अनि केही छिनपछि उनीहरूको रेस्क्युको लागि कोही आयो होला भनेर खुसी भएर बाहिर कसैले बोलायो जस्तो सुनेर 2 जना नेपाली हेर्न जाँदा उनीहरूले उयार नेपाली भनेछन् र त्यति भन्दा पनि आतंककारीहरूले 2 जनालाई गोली हानेर मारिदिन्छन्। बङ्करभित्र 2 वटा ग्रेनेड फाल्छन् र 2 मध्ये एकलाई बिपिन जोशीले उठाएर फालिदिन्छ। उनको साथीहरूको अनुसार यदि 2 वटै ग्रेनेड ब्लास्ट हुन्थ्यो भने अहिले उनीहरूमध्ये कोही पनि बाँच्दैन थियो। उनको त्यो साहस अमर रहनेछ। उनलाई पनि शहीद घोषणा गर्नुपर्छ, किनकि सरकारले बचाउन त सकेन। आजको लागि यति नै। भेट्नेछौँ अर्को भिडियोमा। आजको कता छ त मनले मेरो बाल्यकाल नै पुकार्यो।